भन्दाखेरि कामीकोमा त्यो फलामहरूलाई तताएर जुन कुटे राखेको हुन्छ एउटा चिज, तल एउटा काठमा चाहिँ घोपेर राखेको हुन्छ, त्यो माथि चाहिँ फलामहरू राखेर माथिबाट ह्यामरले हान्ने गर्दछ। तर त्यो लीको माथि चाहिँ, जसलाई संस्कृतमा कुटस्थ भनिन्छ, त्यो लीको माथि कयौं सामानहरू चाहिँ बनिन्छन्, बिग्रिन्छन्, बनाउँदै बिगार्दै गर्छ। तर त्यो ली कहिले पनि नाश हुँदैन, कहिले पनि खिएर जाँदैन। त्यस्तो कुटस्थ, त्यो देखि पनि माथि हद्द पार बेहद है। हद्द भनेको ला, त्यो कुरानको भाषामा ला भनिन्छ, र इलिल्लाह र इलिल्लाहु, ला इल्लाह इलिल्लाह भनेर कुरानको हिसाबमा भनिन्छ, र बाइबलको हिसाबमा गड, ट्रुथ गड एन्ड सुप्रिम ट्रुथ गड भनिन्छ। भने हामी हिन्दू धर्ममा आएर हिन्दू धर्मको शास्त्र अनुसार क्षर, अक्षर र अक्षरातीत, क्षर नाशवान, अक्षर अविनाशी, त्यो ली हो, कुटस्थ हो। त्योदेखि पनि पर हद्द पार बेहद है, बेहद पार अक्षर, अक्षर पार वतन है। त्यो अक्षरदेखि परको, त्यो दुईटा पुरुष छ, क्षर र अक्षर। त्यो अक्षर र क्षरदेखि परको अर्को एउटा उत्तम पुरुष छ, जसलाई हामी पूर्ण ब्रह्म परमात्मा भन्छौँ। जबसम्मको ज्ञान हामीमा हुँदैन, त्यो पूर्ण ब्रह्म परमात्माको ज्ञान हामीमा हुँदैन, तबसम्म हामीले यो संसारलाई, यो संसार भवसागरबाट हामीले पार तर्न हामी सक्दैनौँ। यो संसार त कति छ अरे धर्मशास्त्रले भन्छ। जस्तै कि एउटा सम्म पोखरीमा ढुङ्गा हाल्दाखेरि, ढुङ्गा ठ्याम्म हान्दाखेरि कति छालहरू आउँछ, त्यो छालहरूलाई गनेर गन्न सकिन्छ अरे। जस्तै बिहान सूर्यको किरण एउटा सानो धुलोबाट घरको कोठाभित्र पस्दाखेरि त्यो धुलाका कणहरू देखिन्छ। राति आकाशतिर टर्च लाइट बाल्दाखेरि धुलाका कणहरू देखिन्छ। ती कणहरूलाई गन्न सकिन्छ अरे। तर ब्रह्मा, विष्णु, महेश साथै यो ब्रह्माण्डलाई गन्न सकिँदैन भनेर चाहिँ धर्मशास्त्रले भन्छ कि संख्या चेद्र जसामस्ति न विश्वम कच्चन ब्रह्मा विष्णु शिवादिनम तथा संख्या न विद्यते। संख्याले त गुणन गर्नै सकिँदैन अरे, त्यति छन् ब्रह्मा विष्णु महेश। त्यसैले गर्दाखेरि हामीले चाहिँ यो सत्सङ्गको माध्यमबाट ब्रह्मा विष्णु महेशले नै भन्नुहुन्छ कि मैले त 60,000 वर्षसम्म तपस्या गरेँ र पनि पूर्ण ब्रह्म परमात्मासँग खेल्ने मनुष्यको, पूर्ण ब्रह्म परमात्मासँग खेल्ने मनुष्यको चरणको धुलो पनि मैले प्राउन गर्न सकिनँ, त्यो पाउको धुलो पनि प्राउन गर्न सकिनँ। तर मनुष्यले चाहिँ साक्षात पूर्ण ब्रह्म परमात्माको सँग खेलिरहेका छन्। कति धन्य छन्, कति धन्य छन् ती मनुष्य भनेर चाहिँ यसरी मानव जन्मको अति नै गुणगान देवताहरूले पनि, भगवानहरूले पनि गाइरहेका छन्। र यो देवताहरूले गुणगान गाउनुको तात्पर्य के हो भन्दाखेरि मानव जन्मले एउटै मात्र जन्म छ, मानव जन्म। यो जन्म पाएर चाहिँ संसारबाट, दुःख कष्टबाट जुन अनन्त रूपमा चलिरहेको छ, अनन्त रूपमा आइरहेको छ, अनन्त रूपमा जुन घुमिरहेको छ, जसले चाहिँ हामीलाई बार बार बोलाइरहेको छ। किनभने हामी भित्र एउटा दियो छ, सूर्य त माथि छ, त्यो दियो जतिखेर पनि माथि सूर्यतिरै जान कोसिस गरिरहेको हुन्छ। त्यसैले गर्दा हामी भित्र भएको आत्मालाई, जस्तै उदाहरणको लागि लिनुहोस्, छोटो उदाहरणमा दिएर टुङ्ग्याउन गइरहेछु मेरो प्रवचन। र एउटा उदाहरणको लागि, एउटा गाईको बाछा बाछीलाई त्यो गाईबाट अलग गरिदिनुहोस्। जब बाछा बाछी जन्मिन्छ 1-2 दिनमा अलग गरिदिनुहोस्। त्यो बाछा बाछी यति तडपिन्छन् त्यो गाईलाई देख्न नपाएर, र गाई पनि यति तडपिन्छ त्यो बाछा बाछीलाई देख्न नपाएर। तपाईँ त्यो बाछा बाछीलाई गाई, अर्को धेरै दुध दिने गाईको छेउमा लगेर राखिदिनुहोस् र पनि त्यो तडपन हट्दैन। तर या भलै त्यो उसको माउले चाहिँ, त्यो गाईले चाहिँ कम्ती नै दुध किन नदियोस्, तर त्यो माउको छेउमा लगेर राखिदिँदाखेरि दुईजनाको तडपन मिल्छ। अंशमा
अंशी, यो अंश हो हामी भित्र भएको आत्मा र अंशी हो परमात्मा। त्यो अंश हो त्यो बाछा बाछी र अंशी हो गाई। र जबसम्म त्यो बाछा बाछी गाईसम्म गएर मिल्दैन तबसम्म तडपन रहिरहन्छ। तबसम्म त्यसै कारणले गर्दाखेरि भूत प्रेत बनिने कारण त्यो हो। भूत प्रेत हुन्छ या हुँदैन भन्ने तर्कहरू धेरै छन् र अहिले त वैज्ञानिकहरूले पनि भूत प्रेतहरू हुन्छ भनेर घोषणा गरिसकेको छ। उनीहरूले पनि मानिसकेका छन्। र यो भूत प्रेत किन हुन्छ त भनेर भन्दाखेरि जस्तै एउटा घरमा तपाईहरुले एउटा घरमा मौरी पालन गर्नुभएको छ भने मौरीको एउटा घर हुन्छ, एउटा डुड बनाएर राखिएको हुन्छ र बिहान मौरी बाहिर जान्छ चर्नको लागि, आफ्नो त्यो मह बनाउनका लागि, त्यो चाका बनाउनको लागि, त्यो चर्न रसहरू लिनको लागि बाहिर जाँदाखेरि त्यो घर लुकाइदिनुहोस् अर्को ठाउँमा लगेर। फेरि राति त्यो फर्केर मौरी आउँदाखेरि बस्ने घर उसले पाउँदैन। नपाएपछि यताउता भड्केर आफ्नो बस्ने घर चाहिँ खोज्न थालिरहेको हुन्छ। त्यो बखतमा मान्छे नै हो, मान्छेले त्यसलाई चलाइदिन्छ र त्यसले मान्छेलाई चिल्न खोज्छ, चिल्न थाल्छ, डस्न थाल्छ मान्छेलाई। त्यस्तै नै यो भूत प्रेत हुन पनि यो आत्माले चाहिँ बस्ने ठाउँ नपाएको कारणले गर्दाखेरि भूत प्रेत भइरहेको हुन्छ। 84 लाख योनिमा घुमिरहेको हुन्छ र विभिन्न रूपहरू त्यसले, किनभने हामी त्यसलाई हाम्रो आँखाले हामी देख्न सक्दैनौँ। यो पञ्चतत्वको आँखाले हामी त्यसलाई देख्न सक्दैनौँ, तर उसले हामीलाई देखिरहेको हुन्छ र दिव्य दृष्टि चाहिन्छ उनीहरूलाई देख्नको लागि। र त्यो भूत प्रेत यो कारणले बनिन्छ कि उसले आफ्नो वासस्थान खोजिरहेको हुन्छ र हामीहरूले यो वासस्थान चाहिँ यो हामीहरूसँग मानव जन्म हुँदैखेरि, यो मानव जन्मको आयु हुँदैखेरि, यो उमेर हुँदैखेरि हामीले चाहिँ सत्सङ्गको माध्यमबाट, प्रवचनहरूको माध्यमबाट, भजन कीर्तनको माध्यमबाट हामीले त्यो मार्गलाई हामीले अपनाएर आफ्नो भित्र भएको आत्मालाई परमात्मासँग पुर्याएर त्यो घरमा चाहिँ हामीले बसाउन सक्यौँ भने हाम्रो मानव जीवनको कल्याण हुन्छ। मानव जीवन पाएकोमा हामी सार्थकता पाउँछौँ र देवी देवताहरूले पुज्न लायकको यो मानव जीवनलाई हामी धन्य बनाउन सक्छौँ। र यो सत्सङ्गको माध्यमबाट हजुरहरूले नै प्राप्त गर्नुहुन्छ, किनभने सत्सङ्ग बिना, सत्सङ्ग, सतको सङ्गत, सत्यको सङ्गत र जस्तो सङ्गत, जस्तै हामी एउटा साधुको, किनभने यो साधु हो भनेर कसैले लेखेको हुँदैन, कसैको निधारमा लेखेको हुँदैन, तर एउटा साधु चाहिँ एउटा चोरको जमातमा गएर बस्यो भने त्यो साधु पनि चोर नै कहलाउँछ।